हुने बेलाको कुरा हो यो चाहिँ, हैन? स्वर्गारोहण हुने बेलाको कुरा हो। अनि 40 दिन 40 रातसम्म प्रभु यीशु चेलाहरू सँगसँगै हिँडुल गर्नुभएको कुरा यहाँ माथि हामीहरू पाउँछौँ। अनि के भयो भने इजरायललाई चाहिँ परमेश्वरले देश फिर्ता गरिदिनुहुन्छ भन्ने कुरा यी चेलाहरूले पनि बुझेका थिए। 3.5 वर्षसम्म प्रभु यीशु ख्रीष्टसँग हिँडेपछि पनि परमेश्वरको राज्य चाहिँ आत्मिक राज्य हो भन्ने कुरा उनीहरूलाई थाहा थिएन। अनि एकजना चेलाले त्यति बेला सोध्छन्, के भन्छ है, त्यो भेला भएर चाहिँ चेलाहरूले यसरी सोध्छन्, हे प्रभु, तपाईले यसै बखत इजरायललाई अब राज्य फिर्ता गरिदिनु हुने हो भनेर सोचेका छन् चेलाहरूले। अनि उहाँले भन्नुहुन्छ, होइन, पिताले जुन जुन कुरा र जुन जुन समय आफ्नो अधीनमा राख्नु भएको छ त्यो तिमीहरूले अहिले जान्नु नखोज न, त्यो तिमीहरूको काम होइन। स्वर्गको पिताले ल्याउनुहुन्छ त्यो कुरा, तर तिमीहरूले सुन भनेर चाहिँ उहाँले भन्नुभयो। अनि चाहिँ पवित्र आत्मा तिमीहरूमा आउनु भएपछि तिमीहरूले के पाउँछौ? शक्ति पाउँछौ। शक्ति पाएर के हुन्छौ? सारा कहाँ यरुशलेममा कहाँ गवाई हुन्छौ? कहाँ साक्षी हुने भन्दा पहिलो चाहिँ यरुशलेममा गवाई हुने, दोस्रो चाहिँ यहुदियामा, तेस्रो चाहिँ सामरियामा र पृथ्वीको अन्तसम्म मेरा के हुनेछौ? साक्षी हुनेछौ। र म तपाईहरुसँग दोहोरो बोल्ने बानी हुन्छ। म बेसी जस्तो पढाउने काममा भएकोले गर्दा तपाईहरु चाहिँ बोल्नु भएन नि फेरि मलाई मजा लाग्दैन। अनि यीशु प्रभु पनि चेलाहरू बोलेको चाहन्थ्यो, अनि चेलाहरू पनि बोलिहाल्थ्यो, लाख लाख बीचमा बोलिहाल्थ्यो है। जहिले पनि प्रभुले यसो यसो भन्दै गरेको हुन्थ्यो, चेलाहरू बोल्दै गरेको हुन्छ हैन। यो के भनेको प्रभु भन्दै, यसो भए त कसरी उद्धार हुन सक्छ धनीहरूको प्रभु भन्दै बीचमा चेलाहरूले पनि मुख लाग्दै गर्थे भनौं न है। र म तपाईहरुसँग बातचित गर्दै गर्दा तपाई मसँग बोल्नुहोस् भन्ने म चाहन्छु। कहाँबाट सिक्किमबाट ठुलो पास्टर आएको थियो भने नसम्झिनुहोस् न है, सानो भाइ आएको थियो भने सम्झिनुहोस्, त्यसले गर्दा सजिलो हुन्छ। ठिकैको मान्छे आएको थियो भन्दैन, डरलाग्दो सम्झिरहेको हुन्छ कि। अहिले 2-3 दिन म तपाईहरुसँग यहीँ बसेँ भने तपाईँ साथी जस्तै लाग्छ, के जस्तो लाग्नु छोड्छ। अहिले आज पनि तपाईले मलाई त्यसरी नै लिनुहोस्, किनभने म चाहिँ तपाईहरुको मण्डलीको लागि परमेश्वरले आजको दिनमा उहाँले ठहराउनु भएको समयमा म यहाँनिर आएको एउटा परमेश्वरको दास मात्र हो। तर तपाईहरु चाहिँ परमेश्वरको छोराछोरी हुनुहुन्छ। म चाहिँ उहाँको दास हो। दास ठुलो कि छोराछोरी ठुलो? लु बोलिहाल्नु पर्यो अरे। तपाईहरु चाहिँ ठुलो, म चाहिँ को हो? सानो हो। म चाहिँ उहाँले पठाउनु भएको दास हो, तपाईहरु चाहिँ को हुनुहुन्छ? छोराछोरी हुनुहुन्छ। यसकारणले म परमेश्वरको छोराछोरीको अगाडि उभिएर बोल्दै गर्दा मैले पनि परमेश्वरको डर राखेर बोल्नुपर्छ। म तपाईलाई आदर गर्छु। तपाईलाई मलाई जुन चाहिँ खदा दिएर तपाईले आदर गर्नुभयो त्यो भन्दा ठुलो आदर म तपाईहरुलाई गर्न चाहन्छु। यसकारणले मैले वचन बोल्दै गर्दा तपाईले मलाई उहाँको दास मात्रै सम्झिनुहोस्। कहाँबाट आएको ठुलो मान्छे नसम्झिनुहोस्, सानो मान्छे सम्झिनुहोस् हैन। म बुद्धिमानी मान्छे पनि होइन, किनकि मैले बुद्धिले परमेश्वरलाई कहिले पनि चिनिन। मेरो घरमा डरलाग्दो दुष्ट आत्माले नसताउनु भएको भए म आज पनि विश्वासी हुने थिइनँ। मैले धनले पनि प्रभुलाई चिनिन। म आफ्नो घर जग्गा जमिन केही पनि नभएको मान्छे हो, अर्काको घरमा किरायमा बस्ने मान्छे हो। म कोही पनि होइन, तपाईहरुले केही पनि डर राख्नु पर्दैन है। म यो सोलु खुम्बु आउन सक्ने हैसियत भएको मान्छे पनि होइन। मलाई खालिङ चुचुले लिएर आउनु भएको साधारण मानिस मात्र हुँ। र परमेश्वरको वचनलाई तपाईको अगाडि मैले पस्किँदै गर्दा जब पवित्र आत्मा आउनु हुनेछ, पवित्र आत्मा आउनु भएपछि तिमीहरूले के पाउँछौ? शक्ति पाउँछौ। अब यो शक्तिको बारेमा अहिलेको फिलहालको मण्डलीहरुमा धेरै प्रकारको यसको अर्थहरू लगाउने चलनहरू रहेको छ। तर पवित्र आत्मा आउनु भएपछि तिमीहरूले यस्तो एउटा शक्ति पाउने हो। शक्ति पाएपछि शक्तिको फल चाहिँ हो गवाही हुने। के हुने? धेरैचोटि पवित्र आत्माको शक्ति पाएपछि के हुन्छ भन्दा अन्य भाषा आउँछ। यो एउटा अर्थ, एक अर्थमा ठिकै छ। अर्को अर्थमा पवित्र आत्मा आउनु भएपछि तिमीहरूले पवित्र आत्माको दान वरदान पाउँछौ, चङ्गाई गर्ने वरदान पाउँछौ, सेवा गर्ने वरदान पाउँछौ, आश्चर्य कर्म गर्ने शक्ति पाउँछौ, यो शक्ति पाउँछौ, त्यो शक्ति पाउँछौ। तर यहाँनिर जुन चाहिँ पवित्र आत्मा आउने बारेमा उहाँले प्रतिज्ञा गर्दै गर्नु हुँदा भन्नु हुँदैछ, पवित्र आत्मा आउनु भएपछि तिमीहरूले शक्ति पाउँछौ र त्यो शक्ति पाएर तिमीहरू के हुन्छौ? गवाही हुन्छौ। भन्नुस् त, मेरो साक्षी हुन्छौ। हालेलुया। मेरो साक्षी हुन्छौ भन्नुस् त, साक्षी हुन्छौ। अब फेरि अलिकति हामी विचार गरौं, साक्षी चाहिँ को हो त? साक्षी हुनु भनेको के हो? साक्षीलाई यसको शाब्दिक अर्थ बुझ्ने हो भने कोर्ट, कचहरी, थाना, पुलिस बुझ्नुहुन्छ नि हैन?
त्यहाँनिर जुनै पनि घटना क्रम केही पनि केस परेर एकजना व्यक्ति त्यहाँ मामिलामा परेर उभिन्छ भने त्यो मामिलालाई हो र होइन बनाउनुको निम्ति कसको खाँचो पर्छ? साक्षीको खाँचो पर्छ। हो र होइनलाई भन्नुहोस् त। मैले काम बिगारेको होइन भनेर मेरो वकिलले भन्छ, मेरो एडभोकेटले भन्छ, तर अर्को गवाईले भन्छ महाराज महाजुर त यहाँ चाहिँ के भन्छ हाम्रोतिर चाहिँ योर अनर भन्दै भन्छ, यहाँ चाहिँ श्रीमान भन्छ। श्रीमान भन्छ है, श्रीमान उहाँले गर्नै भएको हो भन्छ। होइन उहाँले गर्नु भएको होइन श्रीमान, तपाईँको के भन्छ आदेश हुन्छ भने म एकजना साक्षीलाई उभाउन चाहन्छु भन्छ। अर्डर 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 भन्छ। कटघरामा आएर साक्षीले भन्छ हजुर हो, म बिहानै 7 बजीतिर म घाँस काट्नलाई हँसियारो नाम्लो बोकेर जाँदै थिएँ हजुर, अनि म जाँदै गर्दा बाटोमा एकजना स्वाट्टै उता गएको जस्तो लाग्यो हजुर, के हो भनेर मैले यसो हेर्दै गर्दा हजुर त्यो मान्छे त अलिक पर गएर त्यो यस्तो घटना गर्दै गरेको मेरो आँखाले देखेको हजुर भनिन्छ। त्यसो गर्दा चाहिँ उसलाई उसको दोष चाहिँ के हुन्छ? पक्का हुन्छ। के हुन्छ? पक्का हुन्छ। त्यस्तै प्रकारले होइन भने पनि एउटा गवाईले साक्षी दिएपछि के हुन्छ? उसको दोष होइनमा पक्का हुन्छ। यो चाहिँ के हो? साक्षी। कस्तो किसिमको साक्षी रहेछ भने अब परमेश्वरको वचनमा आएर हामीले यो साक्षीको कुरालाई हेर्दै गर्दा हामीहरू कसरी साक्षी हुने है? तपाईले केहीवटा एक दुईवटा खण्ड म तपाईलाई पढ्न आग्रह गर्न चाहन्छु। तपाईले यति बेला यही अलिकति यता पल्टाइदिनुहोस् त, 2 अध्यायको 31 र 32 पढिदिनुहोस्। तीनै त्यही प्रेरितकै चाँडो चाँडो पढ्नेछौँ। अघिबाटै यो देखेर उनले ख्रीष्टको पुनरुत्थानको विषयमा भने कि उहाँ न पातालमा छोडिनु भयो न त उहाँको शरीर नै पुग्यो। 31 पनि 31 ए 32 हजुर। ओके, किनै यसुलाई परमेश्वरले जीवित पार्नुभयो त्यस कुरामा हामी सबै साक्षी छौँ। आमेन। साक्षी हुने छ भने हो। अब पेन्टिकोसको दिनमा यहाँ 2 अध्यायमा पवित्र आत्मा आउनु भएको घटना छ। जब पवित्र आत्मा आउनुभयो अन्य भाषाहरू त्यहाँनिर मानिसहरूले बोल्यो, अनि अन्य भाषा बोलेपछि त्यहाँनिर खुल्दुली मच्यो के भएको होला यो हैन, विभिन्न भाषाहरूमा बोलिरहेको छ, मातेको हो के भनेर विभिन्न दोषहरू लगाएको छ। तर त्यहाँनिर 11:20 मा उठेर पत्रुसले उठेर प्रेरित पत्रुसले उठेर के भन्दैछन् भने यो अघिबाट यो देखेर उनले ख्रीष्टको पुनरुत्थानको विषयमा बोलेका हुन्। उहाँ न त पातालमा छोडिनु भयो न त उहाँको शरीर नै कुह्यो, यी नै यीशुलाई परमेश्वरले बिउताउनु भयो, जुन कुराको हामी साक्षी छौं। अब सुरु भयो के हुनु? साक्षी हुनु। भन्नुहोस् त, तपाईको हाम्रो जीवन पनि साक्षी हुनको निम्ति विश्वास गरेको दिनदेखि नै सुरु हुँदछ। तपाईले 4:20 फेरि पढिदिनुहोस् चाँडो चाँडो। हामी साक्षी छौं किनभने हामीले सुनेको र देखेको कुरा नबोलिकन सक्दैनौं। साक्षीले चाहिँ के गरेको हुनु पर्यो? देखेको हुनु पर्यो। एउटा त के हुनु पर्यो? साक्षात घटना देखेको हुनु पर्यो। हालेलुया। साक्षात घटना देखेको हुनु पर्यो। तर विश्वासीको जीवनमा तपाईले अन्दाज गर्नु भएको कुरा हो, तर त्यति साह्रो यो मनमा नखेलाको कुरा हो। सबैजनालाई थाहा छ हामी चाहिँ उहाँको साक्षी हुनुको साटो संसारको थुप्रो कुराको साक्षी छौं। धेरै विश्वासीहरू लोदारको साक्षी हुन्छ कि हुँदैन? भन्नुहोस् न। लोदारको साक्षी के को साक्षी अरे? लोदारको साक्षी। राम्रो होइन यस्तो हुनु त भनेर। हामी कसको साक्षी भयौं? लोदारको साक्षी। परमेश्वरको साक्षी हुन्छौ भनेको छ, तर हामी लोदारको साक्षी भयौं हैन। आज त रित्तो टोको देख्यो काम हुँदैन। केले काम हुँदैन रे? परमेश्वरको यस्तो शक्तिशाली वचन, उहाँको उपस्थितिमा तिम्रो सबै योजना, हितोपदेश 16:3 जति पनि योजना तिमीले उहाँको हातमा राख्छौ त्यो योजना सफल हुन्छ। भन्नुहोस् त, सफल हुन्छ भनेर काम बनाउनु हिँड्ने मान्छेले चाहिँ रित्तो टोको देख्दा के भन्दैछ? आज काम हुँदैन। कसको साक्षी भयौं? डोकोको साक्षी। ख्रीष्टको साक्षी होइन, कसको साक्षी? डोकोको साक्षी। त्यो पनि काम्रो भाँची गएको 2-3 बारी घाँस थाम्ने डोकोको साक्षी हामी भयौं। लोदार कुनी के हैन, के छ हाम्रो नेपालीको हैन। सिधै मैले हाम्रो चर्चदेखि अर्को चर्चमा म टाढा जाँदै थिएँ, बाटोमा जाने नि हामी पनि भनेर गाडी रोक्यो, अनि मैले गाडी रोक्दै अनि सुसमाचार प्रचार गर्दै लानु पर्यो भनेको त
ए हजुर पनि विश्वासी जय मसी भने मलाई उनीहरू पनि विश्वासी नै रहेछ चर्च गएको रहेछ मैले चाहिँ किन विश्वासी भनेर चिन्नु सकिनँ भन्दा त नानीको यहाँनिर त कराईको कालो त यत्रो डलेको रहेछ यत्रो डलेको रहेछ अनि बाटोमा शैतानको आँखा नलागोस् भनेर चाहिँ के गरे रहेछ कसले अरे अरूले त पाए नि अरूले त पाए नि त हिन्दू बुद्धिस्टले त पाए नि त विश्वासीको निधार नानीको निधारमा यत्रो कालो कराईको मसो डलेको रहेछ मैले सम्झिँदै थिएँ हामी त गवाई त के को पनि गवाइरहेछौँ मसोको परमेश्वरले तपाईँ र मेरो बालबच्चा घर परिवार सबैलाई सुरक्षा दिनुहुन्छ भन्ने वचन त हामीलाई यादै छैन तर कालो कराईले नानीलाई आँखा लाग्दैन भने चाहिँ पुरा गवाइदिनु अर्को पनि भनौँ हामीले थाहा गरिराखेको हो हाम्रो गाउँघरमा भइरहेको हो तर अलिअलि कोही बेला याद हुँदैन कि त्यस कारणले भनेको एउटा नयाँ मण्डलीमा म गएको थिएँ अनि पास्टर बाउ गाई साह्रै बिमारी भयो प्रार्थना गर्नु गइदिउँ न भने हुन्छ भनेर गएको अलिक निकै तल रहेछ हिँड्दै गयौँ खेतबारी अलिक तल गएको त गोठ चाहिँ कहाँ छ भने त उयो गोठ हो नि भने वरिपरि चप्पल र जुत्ता झुन्डा रहेछ थोत्रे चप्पल र जुत्ता कहाँबाट पाएको हो वरिपरि झुन्डाएर प्लास्टिकले बेरेर र पनि नभएर चाहिँ पास्टरलाई बोलाएको रहेछ के को गवाई रहेछ उहिलेदेखि सुनेको नि त बाउ बाजेदेखि सुन्दै आएको गोठमा चाहिँ आँखा नलाग्नुको लागि चाहिँ जुत्ता चप्पल थोत्रे झुन्डायो भने चाहिँ गाईलाई केही लाग्दैन भने रहेछ हामी चाहिँ के को गवाई हुने रे पवित्र आत्मा आउनु भएपछि ख्रिस्टको गवाई भन्नुहोस् त व्यवस्था पल्टाउनुहोस् त व्यवस्था 6 अध्याय हामी कसरी उहाँको गवाई बनेर हामीले जीवन बिताउनु पर्ने रहेछ हामी यसलाई अलिकति अगाडि बढेर हेर्नेछौँ तपाईले 6 अध्यायको 4 देखि हेर्नुहोस् म तपाईको अगाडि व्यवस्था 28 सरी 28 पल्टाइदिनुहोस् त हेर्नुहोस् ल उहाँले तपाईँ र मलाई गवाई चाहिँ के को लागि बनाउनुहुन्छ भने मैले तिमीहरूलाई 28 एक पढिदिनुहोस् हेरिदिनुहोस् आदेश गरेका उहाँका सबै आज्ञाहरू मानेर परमप्रभु तिमीहरूका परमेश्वरको वचन होशियारी साथ पालन गर्यौ भने उहाँले तिमीहरूलाई पृथ्वीका सबै जातिहरू मध्ये श्रेष्ठ तुल्याउनु हुनेछ हालेलुया सबै जातिहरू मध्ये भन्नुहोस् त सबै जातिहरू मध्ये श्रेष्ठ तुल्याउनु हुनेछ अब यो वचनको गवाई हुनुको निम्ति नेपाली मण्डलीले परमेश्वरलाई उहाँको आज्ञा पालन गर्ने मार्गतिर अगाडि बढ्नु पर्ने छ हामीले के भन्छौँ भने हामी नेपाली त दुखी जाति भन्छौँ जहिले के भन्छौँ सबैभन्दा गरिब जाति हामी त गरिब दुखी भनिहाल्छौँ चर्चमा लु न यसो चर्च बनाउ न भने नि खोइ हामी त के नभएको मान्छे भनिहाल्छौँ संसारमा सबैभन्दा दुखी मान्छे चाहिँ को भन्छौँ हामी आफै भन्छौँ उहाँले के भनेको छ सबैभन्दा श्रेष्ठ जाति भन्नुहोस् त हामी भन्छौँ सबैभन्दा कमजोर जाति हामी के भन्छौँ अरे सबैभन्दा कमजोर जाति नेपाली जाति खालि गोर्खाको लडाईँको विषयमा मात्रै सबभन्दा शक्तिशाली जाति भनेर गवाई दिन्छ मान्छेले तर अरू क्षेत्रमा हामी नेपाली के साह्रै उँधो लाग्यो हामी यस्तो जाति भन्छ है तर हामीले परमेश्वरको वचनले भन्छ सबै जातिहरू मध्ये तिमीहरू के हुनेछौ श्रेष्ठ हुन्छौ हालेलुया अनि प्रभुलाई विश्वास गर्ने अरू जातिहरूलाई हेर्नुहोस् त उनीहरू श्रेष्ठ छ कि तल छ जहिले पनि उनीहरू माथि 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 छ उनीहरूको विचारै हेर्नुहोस् न विचारै हेर्नुहोस् है मैला नानी खेल्दिरहेको हुन्छ औसम औसम भन्छ हामी भने छि 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 छ्या नानी छ्या भन्छ उनीहरूको विवेक कहाँ छ बाइबल पढ्नेको माथि न माथि छ चुक्का मरुभूमि जस्तो बारी देख्छौ उनीहरूले हामीले के भन्छौँ ए सुकाउरो हो यो केही काम लाग्दैन है यो जमिनमा त केही उब्जानी हुँदैन छि 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 यो जमिन चाहिँ काम लाग्दैन भन्छौँ उनीहरूले के भन्छ ओ सो ब्युटिफुल भन्छ के भन्छ अरे माइन्ड सेट उनीहरूको हेर्नुहोस् त ओ सो ब्युटिफुल भन्छ होइन हाम्रोले इङ्ग्लिस बोल्नु जानेन भने के भन्छ हामी त्यही त्यसो इङ्ग्लिस बोलेको भने त्यसलाई माइनस दिन्छौँ उनीहरूले भने नि हो गुड इङ्ग्लिस यु आर गुड इङ्ग्लिस यस भनिहाल्छ हेर्नुहोस् त विश्वास गर्ने मान्छेहरूको उनीहरूको माइन्ड सेटै अर्को छ उनीहरूको विवेकमा श्राप भन्ने कुरा नै छैन खालि आशिषको बारेमा उनीहरूले सम्झन्छ आशिषको बारेमा बोल्छ होइन कुनै पनि कुरा होइन हालेलुया अब मुनि हेर्नुहोस् ल 2 पद हेर्नुहोस् परमप्रभु आफ्ना परमेश्वरको वचनहरू पालन गर्यौ भने यी सबै आशिष तिमीहरूलाई लाग्नेछ र तिमीहरू आशिषित हुनेछौ हालेलुया हालेलुया तिमीहरूले सहरमा आशिष पाउनेछौ भन्नुहोस् त हामीले के भन्छौँ
सहरमा त साह्रो छ नि हौ, यत्रो बिटा सागकै अन्त 60 रुपियाँ पर्छ भनिहाल्छु। साह्रो चाहिँ सहरमा चाहिँ साह्रो छ भने यति पैसा आउँछ, भाडा तिर्नु पर्यो, जे पनि महँगो, जे किनेको भरमा भनिहाल्छौँ। हामीले के भन्छौँ अरे, सब किनेको भरमा के भन्छौँ अरे, सहरमा बस्ने विश्वासीले के भन्छौँ हामीले, सब साह्रो छ हामीलाई, सहरमा साह्रो छ भने। फेरि बस्तीवालेले के भन्छ, इमुनी हेर्नु, तिमीले खेतीपातीमा आशिष पाउँछौ, हालेलुया। फेरि बस्तीमा बस्नेले भन्छ सहरमा त मजा छ नि हौ, हामीलाई त खेतीले धोका, असिनाले धोका, किराले धोका, साह्रो छ हामीलाई। के भन्छु अरे, बस्तीमा बस्नेले बस्तीमै साह्रो, सहरमा बस्नेले सहरमै साह्रो। हामी चाहिँ उहाँको वचनलाई होशियारी साथ पालन गर्यो भने चाहिँ हामी उहाँको साक्षी हुन्छ नि त। पालन गर्यो भने परमेश्वरको वचनमा होशियारी साथ म हिँडे, मलाई चाहिँ सहरमा बस्छु, म काठमाडौँमा बस्छु, मलाई दुःख छैन भन्ने मान्छे चाहिँ, किनकि परमेश्वरको वचनले मलाई भन्यो, मैले पालन गरेर म चाहिँ यो वचनको साक्षी छु भनेर खडा हुनु पर्यो नि। हालेलुया। खेतीबाली गर्नेले पनि हैन, खेतीबाली गर्नेले कसरी साक्षी हुन सक्छ भन्नुहोस् त। हालेलुया। अब यसलाई तपाईले साक्षी हुनको निम्ति चाहिँ वचनलाई पाउनु पर्यो र वचनलाई अजमाउनु पर्यो हैन, त्यसलाई विश्वास गर्नु पर्यो र त्यसलाई वचनलाई थाम्नु पर्यो। यो चाहिँ कसरी हो भने, पहिला पहिला गाउँ बस्तीमा भाइ चर्चहरु, म अहिले पनि गाउँ बस्तीमै छु, गाई बाख्रा दुःख सुखा गरेर खेती किसान गर्ने विश्वासीहरु नै हुन्छन् हाम्रोतिर पनि बेसी जस्तो। अनि उनीहरूले गवाई लिएर आउँथ्यो क्या चर्चमा, गवाई लिएर आउँथ्यो। कुखुराको के अरे ओथारा राख्ने आमाहरूले पनि गवाई लिएर आउँथ्यो। यहाँ त्यस्तो गवाई दिनुहुन्न ल, ओथारा बस्दैन होला यहाँतिर गाउँतिर हैन, यो सहर हो बेसी जस्तो, त्यस्तो हुँदैन होला। एउटा बोजूले हाम्रो चर्चमा गवाई दिनु भएको थियो, म अहिले पनि बिर्सिन्दिनँ। एउटा कोमा हुनुहुन्थ्यो राईनी बोजू, अनि उहाँले गवाई दिनु भएको थियो चर्चमा उठेर, अलिकति म समय लिनु पर्यो भनेर। अन्त अस्ति के भयो पास्टर भाउ, अलिकति प्रार्थना गरिदिनु है, मेरो त यो कुखुरालाई अस्ति 26 जना अन्डा पारेको थियो, 26 वटा मैले ओथारा दिएँ, अनि 26 जना ओथारा दिएको 2टा निकाल्यो, त्यही पनि एउटा लङ्गडे थियो। अनि 1-2 दिन चारो खाँदा खाँदै माउसेले कुल्चेसेर मार्यो, एउटा मात्रै छ के हुन्छ हुन्छ, जति ताल ओथारा राख्छु त्यति पल्ट चाहिँ कामै लाग्दैन भनेर गवाई दिन्छ। अनि अलिक पछाडि त्यही बोजूले फेरि गवाई दियो क्या, अलिक पछाडि त्यही बोजूले गवाई दियो। अन्त उसले फेरि गवाई दिँदा चाहिँ के भन्यो भने, अस्ति मैले त्यो गरेको त्यस्तो भएको थियो, अन्त फेरि अर्को पालि पनि मैले त्यस्तै 24 जना जस्तो अन्डा ओथारा दिएँ, फेरि पनि निकालेन राम्रो। मैले किन यस्तो भयो भनेर सम्झे भरे पो याद आयो, मैले त अन्डाको पहिलौटे दिन रहेछु भनेर बोजूले भने क्या, पहिलौटे मैले दिन रहेछु। अन्त अब मेरोमा कुखुरा नफस्टेको त पहिलौटे नदिएर पो हो भनेर मैले थाहा पाएँ। अनि अर्को पालिको पहिली माउको चाहिँ मैले 4 जना अन्डा चाहिँ ओथारा के भन्छ ओथारा दिनुभन्दा अगाडि मैले पहिलौटे छुटाएँ हो, पहिलौटे छुटाएँ। अनि 19 जना दिएको त 18 वटा चल्दा निकाल्यो भनेर फेरि त्यही आमाले गवाई दिनुभयो। हालेलुया। त्यो बोजूले चाहिँ जसले परमेश्वरलाई खुसी साथ दिन्छ, परमेश्वरले उसलाई प्रेम गर्नुहुन्छ। हालेलुया। त्यो वचनलाई उसले चाहिँ माया गर्नुभएछ हो कि होइन, अस्माएछ, पहिलौटे ल्याएछ लोभ नगरी 4 जना, अनि उसको चल्ला चाहिँ कतिवटा निकालेछ, 18 वटा निकालेछ 19 मा। अस्ति चाहिँ 26 मा कतिवटा निकालेको, 2टा, त्यो पनि एउटा लङ्गडे अरे। हालेलुया। सहरमा आशिष पाउँछौ हैन, गाई बस्तुमा आशिष पाउँछौ। धेरैचोटि हाम्रो गाई बिमारी भयो भनेर पास्टर बाउलाई लानु भन्दा अगाडि तपाईले गाईको बारेमा के चुक्नु भएको छ तपाईले सोच्नु भयो र प्रार्थना गर्नु भयो भने तपाईको गाई पास्टर बाउले प्रार्थना गर्नु भन्दा पहिला नै निको भइसकेको हुन्छ। हालेलुया। तपाईको गाईकोमा भनेको छ यहाँ सहरमा आशिष पाउँछौ र खेतीबालीमा आशिष पाउँछौ। सहरमा आशिष पाउँछौ भनेको सहरमा बस्ने, बिजनेस गर्ने हैन, ट्याक्सी कुदाउने, अटो कुदाउने, के अरु कामहरु गर्ने व्यवसायहरुमा परमेश्वरले के दिनुहुन्छ, आशिष दिनुहुन्छ। हालेलुया। यो चाहिँ अब तपाईको है मण्डलीले, तपाईको विश्वासीहरुले, यहाँ बस्ने हरेक प्रियजनहरुले परमेश्वरको वचनलाई अजमाउनु पर्ने हुन्छ। अब यहाँ छ तिमीहरुको सन्तानमा आशिष हुनेछ। हालेलुया। हामी नेपालीहरुले आशिषित सन्तानहरु जन्माउनु आवश्यक छ हैन। हाम्रो सन्तानहरु हैन भोलिको पिढीको निम्ति देशलाई आशिष दिने पुस्ता हुनुपर्छ हैन। हाम्रो सन्तान आशिषित भयो भने यो नेपाल देश आशिषित हुन्छै हुन्छ। हाम्रोमा आशिष बोल्नुपर्छ है। अब अहिलेको प्रधानमन्त्री ओलीको निम्ति तपाईले जहिले आशिष बोल्नुपर्छ। हामी विश्वासी भेला भयो भने ओली जस्तो रड्डी भन्नु हुँदैन कहिले पनि, किनभने
के भन्छ यो रोमीको 13 अध्यायको 1-2 पदले भन्छ परमेश्वरले नै देशमा राजाहरू नियुक्त गर्नुहुन्छ। अख्तियारवालाहरू परमेश्वरको हुन्छ, परमेश्वरको बाहेक अरूको अख्तियार हुँदैन। परमेश्वरले नै पृथ्वीमा अख्तियारवालाहरू नियुक्त गर्नुहुन्छ। हालेलुया। यदि नेपाल देश आशिषित हुनु हो भने रोमी 13 को 1-2 पद वचन अनुसार ओलीको निम्ति तपाईले परमेश्वरलाई धन्यवाद दिनुपर्छ। हालेलुया। ओ ब्लेसेड PM we have, thank God। परमेश्वर हामीलाई यति आशिषित प्रधानमन्त्री ओली साहब दिनुभएको छ, तपाईलाई धन्यवाद भन्नुपर्छ। मनले मान्दैन, मनले त मान्दैन। ए रद्दी छ सरकार, मनले मान्दैन। मनलाई चोइटाएर मुट्टु माथि ढुङ्गा राखी हाँस्नु परेको छ भन्छ नि, मुट्टु माथि ढुङ्गा राखी आशिष दिनु परेको छ भन्नुहोस् त। भन्नुहोस् न, देशलाई आशिष दिनु भन्नुहोस् त। पहिलो तिमोथी 2 अध्यायको 1-2 पदले भन्छ राजाहरू र उच्च पदाधिकारीहरूको निम्ति तिमीहरूले आशिषको प्रार्थना गर्नुपर्छ। हालेलुया। हामीले श्राप दिउँ भने उसलाई के लाग्छ? श्राप लाग्छ। विश्वासीको ओठमा के दिएको छ? जिब्रोमा के दिएको छ? शक्ति दिएको छ, जीवन बोल्ने पनि श्राप बोल्ने पनि। ओलीको लागि तपाईँले श्राप बोल्नुहुन्छ भने नेपाल देशमा के आउँछ? ओली मार्फत श्राप आउँछ। हालेलुया। ओलीको निम्ति तपाईँले के अरे आशिष बोल्नुहुन्छ भने ओलीको मार्फत आशिष आउँछ नेपाल देशमा। हालेलुया। यसकारणले प्रभुको वचनले तपाईँ र मलाई यो कुरा भन्छ, आशिष पाउँछ, उब्जनीमा आशिष पाउँछौ। हालेलुया। खेतीबालीमा आशिष पाउँछौ। हालेलुया। खेतीबाली गर्ने हरेकले यसरी ल्यायो भने यो ल्याउनेले यहाँ गवाई दिनुपर्छ एक दिन। मैले हरेक इत्रु नाते इत्रु धनियाँको पनि मैले पहिलौटे दिएँ, मलाई त केही अभाव छैन है, मेरोमा त राम्रो छ, खेतीबाली किरा लागेको छैन भनेर यहाँ आएर गवाई दिनुपर्छ। वचन भन्दा शक्तिशाली चाहिँ गवाई हुन्छ। के हुन्छ अरे? वचन चाहिँ मुद्दा हो। के अरे? मुद्दा दिन्छ, आशिष पाउँछ भन्ने हो। तर आशिष पायो कि पाएन त्यो चाहिँ तपाईहरू हो। पास्टर बाउ चाहिँ के हो? मुद्दा हो। के अरे? मुद्दा हो। वकिलको अगाडि, जजको अगाडि, हैन, न्यायाधीशको अगाडि मुद्दा हो पास्टर बाउ चाहिँ। मण्डली चाहिँ के हो? हो रहेछ। अस्ति पास्टर बाउले भनेको वचन मैले पत्ताएँ कि, अनि मैले अलिकति यो छरेको थिएँ। के हो यो? केराउ छरेको थिएँ, अनि मैले नखाइकन सबभन्दा पहिला चाहिँ पहिलोटे ल्याएको। त्यहाँदेखि त किन्ने मान्छे आएकै हो, मैले निकै पैसा कमाइने हो प्रभु पास्टर बाउ भनेर यहाँ गवाई दिनुहुन्छ। हालेलुया। यो पहिलौटेको गवाई हुन्छ। के हुन्छ अरे? पहिलौटेको गवाई हुन्छ। हालेलुया। विश्वासीको त 45को धुलो त गवाई हुन्छ भनेको छ। यो त धुलो भन्दा बेसी होइन। हालेलुया। अरू के छ? अन्डा मैले भनेको रहेछ त यहाँ। तपाईको उब्जनीमा भन्नुहोस् त, तपाईको पालेको पशु प्राणीमा आशिष हुन्छ। जब तपाईँले ख्रिस्टको नाममा पहिले अन्डा प्रभुको भवनमा लिएर आउनुहुन्छ भने तपाईँले के पाउनुहुन्छ? आशिष पाउनुहुन्छ। जसले आशिष पाएको छ मण्डलीमा आएर सुनाउनु पर्छ। हालेलुया। मैले पाएँ भन्दा या पास्टर बाउले भन्दा चाहिँ त्यति साह्रो पताउँदैन कि मान्छेले, तर पछाडि बस्ने आमाहरूले सोच्छ मैले ओथारा दिएको हो, अन्डा ओथारा पहिलौटे दिएर ओथारा राखेपछि एक दाना मात्रै खोल्लायो, डल्लै चल्ला निकाल्यो भन्दै गर्दा चाहिँ अर्को आमाले पनि ओथारा राख्नु आँटेको हुन्छ कि, अब मैले त झन्डै बिगारेछु, ल म पनि अर्को पालि चाहिँ पहिलौटे लान्छु भनेर पुरा वचन बुझेर जान्छ उसले। पास्टर बाउले भनेको भन्दा बेसी चाहिँ के को कुराले बुझ्छ अरे? गवाई। कारण पवित्र आत्मा आउनु भएपछि तिमीले के पाउँछौ? शक्ति पाउँछौ, र शक्ति पाएपछि तिमीहरू के हुन्छौ? साक्षी हुन्छौ। हालेलुया। अब तल हेर्नुहोस्, मेरो समय बेसी छैन। गाई वस्तुमा आशिष पाउँछौ, भेडा बाख्रामा आशिष पाउँछौ। हालेलुया। किन गाई वस्तुमा आशिष हुँदैन भन्दा केही न केही गाई वस्तु पाल्दै गर्दा विश्वासीले काहीँ न काहीँ चुकेको छ। त्यो कुरालाई पहिला पास्टर बाउ गाईको लागि प्रार्थना गरिदिनुहोस् भन्नुभन्दा पहिला चाहिँ के भयो नि प्रभु, गाईको बारेमा मैले के गल्ती गरेँ भनेर सम्झिनु चाहिँ राम्रो हुँदछ भन्ने कुरा चाहिँ मैले मेरो जीवनमा अनुभव गरेको छु। भेडा बाख्रामाथि र तिमीहरूको वृद्धि हुनेछ, डालोमा तिमीहरूको पिठो मुस्ने आडीमा आशिष हुनेछ, भित्र आउँदा आशिषित भन्नुहोस् त, बाहिर जाँदा आशिषित हुनेछौ। होइन, धेरै चोटि हामीहरू भित्र आउँदा पैसा सकिएको हो, बाटोमै पैसा भन्दै आउनुपर्छ। कोही बेला बाहिर जाने पैसै हुँदैन है। बाइबलको वचनले भन्छ हामीहरू बाहिर जाँदामा आशिषित भन्नुहोस् त, होइन, भित्र आउँदा पनि आशिषित। होइन, विदेशबाट आउँदा पनि
प्रभुको भाग विदेशमा हरेक पाएको तपाईँले कमाएको रकमबाट तपाईँले दशांश छुटाउनु भयो भने तपाईँ भित्र आउँदा के हुनुहुन्छ? आशिषित भएर आउनुहुन्छ। हालेलुया। नभए भने जमिन डुबे नि हो भन्दै आउनुहुन्छ। उकास्नु सकिएन, यस्तै भयो भन्दै हामी यो हुँदैछ, भइ पनि रहेछ। त्यस कारणले हरेक विश्वासी गवाई हुनुको निम्ति परमेश्वरको वचन, यहाँ वचनले लेखेको छ, यस्तो लेखेको छ भनेर यसमा चाहिँ पुरै मनन गर्नु पर्यो। यस्तो लेखेको छ, म यो पालन गर्छु, म पालन गर्छु, त्यसै गवाई हुँदैन। पालन गर्छु 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 गरेपछि यसको आशिष तपाईँलाई आउँछ, आएपछि मात्रै तपाईँ म गवाई भएँ भन्छ। हालेलुया। पास्टर बाउले भन्छ यहाँ तिमीहरूको गाई बस्तुमा आशिष हुन्छ भन्नुहोस्। पास्टर बाउ भनिदिनुहोस् त। तपाईँहरूको गाई बस्तुमा आशिष हुनेछ। कोही बोल्दैन होइन? हो म गवाई छु, हो त साथी, हो त। मैले अस्ति मेरो गाईमा मैले कति प्रभुलाई दशांश एउटा बाछै मैले पहिलो दिएको थिएँ कि मेरो गाईमा अहिले कस्तो आशिष छ भने म गवाई हुन्छु। हालेलुया। उहाँ त मुद्दा पेश गर्ने मात्रै हो, मण्डली चाहिँ के गर्ने हो? गवाई र साक्षी बन्ने हो। प्रभुलाई धन्यवाद होस्। अब एक दुईवटा वचन म तपाईँको अगाडि राखेर म सक्न चाहन्छु। याकुबमा जानुहोस् त। 4 अध्यायको 18 होला। सके गयो पास्टर बाउ, अब टक्कै 30 मिनट भयो। 4 अध्यायको 10 पद पढिदिनुहोस् कसैले। परमप्रभुको सामुन्ने आफूलाई विनम्र तुल्याऊ र उहाँले तिमीलाई उच्च पार्नुहुनेछ। आमेन। परम प्रभुको अगाडि आफूलाई के पार? विनम्र तुल्याऊ भन्नुहोस् त। र उहाँले तिमीलाई उच्च पार्नुहुनेछ। अब यसको लागि साक्षी हुनुको लागि प्रोसेस के हो? कसले यो वचन सुन्यो? 1 नम्बर। कसले विनम्र भयो? 2 नम्बर। विनम्र हुँदाखेरि कसले ठुलो स्थान पायो? 3 नम्बर। 3 नम्बरमा मात्रै गवाई हुन्छ, त्यो चाहिँ फर्स्टमै गवाई हुँदैन। कोही न कोही मण्डलीमा के भएकै हुनु पर्यो? वचन सुनेर नम्र भएकै हुनु पर्यो, मुख नचलाई बसेकै हुनु पर्यो। थप्पड हाल्दाखेरि भन्नुहोस् त अर्को गाला थापेकै हुनु पर्यो। हालेलुया। एक गालामा चर्कायो भने अर्को थाप। नथाप्ने मान्छे गवाई हुन्छ? हुँदैन। तपाईँले सहनु भयो भने सहने मान्छे चाहिँ ठुलो हुन्छ है भनेर गवाई दिनु सक्नुहुन्छ। किनभने मैले पनि सहेँ, मलाई पनि ठुलो भए, मलाई पनि प्रभुले उचाल्नु भयो, तपाईँको यो गवाई हुन्छ। हालेलुया है। अब यो कुरालाई तपाईँले हेर्नुहोस् होइन, हाम्रो चाहिँ के छ भने एक गालामा चड्कायो भने 2 गाला थापिदेऊ भन्ने चाहिँ बेसी जस्तो अहिले चल्नु छोडेको छ। एक गाला चड्कायो भने 2टामा फर्काइदेऊ भने हाम्रो त्यस्तै भइरहेछ है, त्यस्तै नै भइरहेछ अहिलेको दिनहरूमा मण्डलीहरूमा नि। त्यस कारणले म तपाईँलाई भन्छु कसैको गाला एक गालामा पड्काउनु आउँदैछ भने तपाईँले थापिदिनुहोस्, तपाईँ के हुनुहुनेछ? साक्षी हुनुहुनेछ। के हुनुहुनेछ? साक्षी हुनुहुनेछ। किनकि प्रभुको नाउँमा तपाईँले एक गालामा एक चड्कन पाउँदाखेरि तपाईँको ठुलो प्रमोसन भनौँ न होइन, माथि चढ्ने काम हुन्छ। अनि हरेक विश्वासी चाहिँ के भएकै हुनु पर्यो? गालामा खाएकै हुनु पर्यो। अब गालामा खानै पर्छ नि छैन, कानले पनि त खान्छ होइन, भन्नु नभन्नु आउँछ। भन्दाखेरि चाहिँ के अरे भन्यो भने त गइगयो, गवाई हुने कुरै आएन। मलाई पनि भनाइ आएको थियो, मैले त अलिक त्यसलाई मुख के भन्छ मुखमा अटिनु नजिल भनेर पढाइदिएको छु, भन्यो भने चाहिँ गवाई हुँदैन। त्यो चाहिँ भक्कु भन्यो मलाई, म सहेँ, रुँदै सहेँ, प्रभु धन्यवाद यसले मलाई के भनेको भन्दै मैले सहेँ हो, तर पछि त निहुरेर आएको थियो, हिजोसित चर्चमा आएर ग्रहण गरे भन्ने हुन्छ। हालेलुया। यस्तो थुप्रो बाइबलको खण्डहरू छ जुन चाहिँ खण्डहरूले तपाईँ र म गवाई हुँदछौँ होइन। ख्रिस्टको नामको खातिर दुःख भोग्नेहरूलाई प्रभुले माथि उचाल्नुहुनेछ। दानिएलले 3 चोटि महिना के भन्छ दिनमा प्रार्थना गरेको थियो होइन, अनि दानिएलले प्रार्थना गर्नु पाउँदैन थियो खास गरी, तर दानिएलले दिनमा 3 चोटि प्रार्थना गर्यो। दिनमा 3 चोटि प्रार्थना गर्दा उसलाई के गर्यो? चियाको खोरमा हाल्यो। यदि परमेश्वरले सिंहहरूको मुख थुनिदिनुहुन्छ भन्ने कुरा दानिएलको मनमा विश्वास नभएको भए दानिएल गवाई हुन्थ्यो? हुँदैन थियो। दानिएलको परमेश्वर भनेर नबुकदनेस्सरले परमेश्वरलाई पुकार्यो। हालेलुया। दानिएलको विरुद्धमा उठ्ने हरेक मान्छेलाई के गरिदियो? सिंहको खोरमा झारिदियो। तल झर्नु नपाउँदै त्यसको बालबच्चा, स्वास्नी र त्यो मान्छेहरू सबैलाई बाटी नै बाटो बाटोमै करापकुर पार्यो भनेर चाहिँ बाइबलमा लेखेको छ। हालेलुया। तर यदि तपाईँ र म प्रार्थना गर्दछौँ भने र तपाईँ र मेरो विरुद्धमा आउने मान्छेहरूलाई सराप्दैनौँ, तपाईँ र मेरो विरुद्धमा आउने मान्छेहरूलाई आशिष दिन्छौँ। बाइबलले भनेको छ कि हामीले शत्रुलाई के गर्नु? प्रेम गर्नु। शत्रुलाई प्रेम गर्नु कोही चाहनुहुन्छ?
चाहनुहुन्छ शत्रुलाई प्रेम भन्नुहोस् त। शत्रुलाई प्रेम। साथीलाई प्रेम गर्नु पनि साह्रो जमानामा शत्रुलाई प्रेम गर्नु भनेर के भनेको बाइबलले भने जस्तो लाग्दैन, मलाई त्यस्तै लाग्छ। साथीलाई त गाह्रो हुन्छ, आजदेखि म साथी भन्दिनँ है भन्दै हिँड्ने विश्वासी कम्ती हुँदैन, चिने आजदेखि साथी चिने भन्ने अलिअलि हुँदैन। शत्रुलाई प्रेम गर्नु भनेको त निकै टाढा कुरा होला नि त, होइन? शत्रुलाई प्रेम गर्यो भने चाहिँ तब तिमीले माथि मुकुट पाउँछ भनेछ। हालेलुया। अनि माथि गएर चाहिँ भन्नु पाउनु हामीले पनि शत्रुलाई प्रेम गरेर चाहिँ पाएको भन्नु पाइयोस् न, है? अनि अरू थुप्रो वचनहरू छ, होइन? बिमारी हुँदा प्रार्थना गर्ने कुराहरू छ, होइन? शोक फिक्रीमा पर्दाखेरि याकुब 4को 7ले के भन्छ? याकुब 4को 7ले भन्छ तिमीहरूको फिक्री उहाँमा राखिदेऊ। कहाँ राखिदेऊ? उहाँको तिमीहरूको फिक्री कहाँ राखिदेऊ? उहाँमा राखिदेऊ र उहाँले तिम्रो फिक्री उठाउनु हुनेछ। हामी फिक्री हुँदाखेरि कहाँ जान्छौँ? आजकल त जवानहरू त बेसी जस्तो फिक्री हुँदा चाहिँ फेसबुकमा जान्छ। के भएको जमाना आयो है? फेसबुकमा पो दुनियाँ लेखिरहेको हुन्छ, साथीभाइ पनि चिन्नु पर्ने रहेछ भन्दै फेसबुकमा लेखिरहेको हुन्छ। सिधै गएर भन्दै भइहाल्थ्यो, भनिँदैन के भयो भनेर लेख्नुपर्छ। एकजना साथीले धोका दिएर नि भन्दै कमेन्टमा लेखिरहेको हुन्छ। सबैभन्दा पहिला फिक्री भने कहाँ जाँदैछौँ अहिले? हामी फेसबुकमा जाँदैछौँ। हालेलुया। यो दुःख लाग्दो कुरा हो। फिक्री भयो भने पहिल्यै टेन्सन पकाउनु पास्टर बाबुमा पहिला चाहिँ जानु हुँदैन। पास्टर बाबुलाई माफ माग्दै पास्टर बाबु यस्तो यस्तो परिआयो 10,000 चाहियो भनेर चाहिँ जानु हुँदैन। पहिला चाहिँ कहाँ जानुपर्छ? फिक्री भयो भने कहाँ जानु? उहाँमा राख भन्नुहोस् त। सारा फिक्री उहाँमा राख भन्नुहोस् त। अब उहाँले सम्झाउनु हुन्छ, होइन नि? तिमीहरूको फिक्रीको विषयमा उहाँले तपाईँलाई ज्ञान दिनुहुन्छ भनेको छैन, उहाँले तिमीहरूको फिक्री बोक्छ भनेको छ। के भनेछ हजुर? उहाँले भन्नुहोस् त, फिक्री बोक्नुहुन्छ भनेको चाहिँ यस्तो हो। यो साधारण हो बुझ्नुलाई, म तपाईँहरूलाई उदाहरणको रूपमा भन्छु। फिक्री बोकिरहेछ, कहाँ के बोकिरहेछ? फिक्री बोकिरहेछ, होइन? अरूहरूले आएर सम्झाउँछ फिक्री नगर है, निकै लुते भइसकेछ, भात रुच्दैन हो, राम्रो सुत्नु, फिक्री नलिनु बेसी भन्छ अरूले। प्रभुले के भन्नुहुन्छ? आऊ ममा। के भन्नुहुन्छ? सकि नजिक फिक्री लिएर आऊ भन्नुहोस् त। फिक्री लिएर आऊ भन्नुहोस् त र म भएकोमा राख र म उठाइदिनेछु। बहिनी उठाइदिनुहोस् न। हालेलुया। म उठेँ, अब म उठेँ, मेरो फिक्री कसले उठाइदियो? प्रभुले। यदि फिक्री पर्दा तपाईँ प्रभुकोमा जानु भएको छैन भने प्रभुले फिक्री उठाउँछ भनेर तपाईँले भन्नु पनि सक्नुहुन्न। हालेलुया। हरेक समय जब तपाईँलाई फिक्री पर्छ तपाईँ प्रभुको अगाडि जानुहोस् र फिक्री पर्दा तपाईँको फिक्री प्रभुले उठाउनु भएको दिन तपाईँ चर्चमा आउनुहोस् र गवाई दिनुहोस्। अरूलाई पनि फिक्री परिरहेको हुन्छ अनि अरूहरूले पनि फिक्री पर्दा प्रभुलाई राख्नुपर्ने रहेछ नि भनेर बुझेर जान्छन्। हालेलुया। तपाईँलाई भन्दछु, तपाईँ गवाई हुनुहुनेछ, साक्षी हुनुहुनेछ। हरेक कुरा जुन चाहिँ कुरा तपाईँले अजमाउनुहुन्छ भने त्यसको तपाईँ गवाई हुनुहुनेछ। म होइन जवानहरूलाई म उत्साह गर्न चाहन्छु। के भन्छ अब भजन सङ्ग्रह 34:10 के लेखेको छ? जवान सिंहहरूलाई त हर्जा पर्छन् र तिनीहरू भोकाउँछन्। के भनेको छ? जवान सिंहहरूलाई हर्जा पर्छन् र तिनीहरू भोकाउँछन्, तर जस जसले परमप्रभुको खोजी गर्छन् तिनीहरूलाई कुनै उत्तम कुराको खाँचो हुँदैन। हालेलुया। कोही जवानले प्रभुलाई खोजेकै हुनु पर्यो, कोही जवानले प्रभुमा भरोसा गरेकै हुनु पर्यो, अनि त्यस पछाडि त्यो जवानलाई के हुँदैन? खाँचो हुँदैन। हालेलुया। यो केटालाई पनि खाँचो भएन। म सबैभन्दा मेरो परिवारको सबभन्दा बढी खाँचोको समयमा मैले सेवकाईको जीवनलाई मैले रोजेको। यति बेसी मलाई खाँचो परेको थियो। मेरो आमा बिमारी हुनु भएको कारणले गर्दा घर सकेको थियो, जमिन सकेको थियो, बडाले घरबाट निकालेको थियो, सुन चाँदी सकेको थियो, झर्के थाल लोटा सकेको थियो। अनि राति मेरो बुबालाई मेरो बडाले घरबाट निकालिदिनु भएको। त्यहाँदेखि मेरो बुबाले चाहिँ एउटा टर्च लाइट बाटो हेर्नको निम्ति अनि एउटा कालो कराई, टेम धारामा पानी चुन्दै गरेको एउटा एकपट्टि मात्रै समात्ने भएको कालो कराई र एउटा खुकुरी मात्र लिएर हाम्रो परिवार घरदेखि निस्केको। हामी अर्काको जमिनमा अलैँची बारी स्याहार्ने, अर्काको कुतमा होइन अध्यायमा बराबरी अलैँची बेचेर फलाएर मालिकसँग बाँड्नु पर्ने जग्गामा पुगेका थियौँ। त्यति बेला यस्तो अवस्था थियो। त्यति बेला हामीले प्रभु पायौँ। अनि हामी अर्काकै जमिनमा हुँदाखेरि म सानो उमेरको छँदा
22 वर्षको उमेरको छँदा प्रभुले मलाई सेवकाईमा बोलाउनु भएको जस्तो मलाई लाग्यो। तर मेरो घरमा थुप्रो यस्तो समस्याहरू थियो। घर बनाउनु पर्ने, जग्गा किन्नु पर्ने, आमा बाउ रुवाबासी छ है, छोराछोरीले कहीँबाट के गरेर किन्छ होला, जमिन किन्छ होला, घर बनाउँछ होला, आमा बाउकोमा ठुलो सपना थियो। तर त्यही सपनाको मध्यमा मलाई विदेशतिर पठाउनुको लागि डकुमेन्ट्सहरू सब ओके गरिसकेको थियो। त्यति बेला मलाई प्रभुले सेवकाईमा बोलाउनु भयो। मलाई साह्रो पनि पर्यो त्यो कुरा निर्णय गर्नुलाई, अनि म सेवकाईमा निस्केँ। मैले भजन सङ्ग्रह 34 10 भनेको छ, उहाँको खोजी गर्नेलाई आमा बाउको घर बनाउनु खाँचो पार्दिन भनेको छ। उहाँको खोजी गर्ने जवानलाई जमिन किन्नु खाँचो पार्दैन भनेको छ। निस्के म आजदेखि भनेर निस्के। भजन सङ्ग्रह 34 10 गवाई चाहिँ म हो। हालेलुया। अनि मेरो घरको, मेरो बाबु आमाको घर भर्खर हिजोस्ति मेरो बुबा बित्नुभन्दा अगाडि चाहिँ मैले घर बनाएर चाहिँ एकदमै दामी घरमा बाबुलाई राख्ने मेरो इच्छा थियो। अनि त्यो पुरा गर्न दिनुभयो। मैले दामी घर बनाएँ, निकै दामी घर, त्यो गाउँ ठाउँमा नभएको घर बनाएँ मेरो आफ्नै पैसाले। तर मेरो पैसा कहीँबाट आएको होइन। मैले जहाँ जहाँ सुसमाचार प्रचार गरेँ, जहाँ जहाँ मण्डली स्थापना भयो, मैले 22 वर्षको उमेरदेखि म अहिले 44 वर्षको उमेरमा छु। 44 वर्षको उमेरमा मलाई 7 वटा चर्च दिनुभयो प्रभुले। 7 वटा चर्चहरूबाट हरेक दिन विश्वासीहरू आउनुभयो। म यो सघाउँछु तपाईँलाई, म त्यो सघाउँछु तपाईँलाई, हामी इँटा सघाउँछु तपाईँलाई, टाइल्स सघाउँछु, टाइल्स लगाइदिनु सघाउँछु, तपाईँलाई कमोड किनिदिन्छु, तपाईँलाई बिजुली फिटिङ गरिदिन्छु, बिजुलीको सामान लिएर आइदिन्छु। हालेलुया। ओपनिङको पैसा धरि, डेडिकेसनको पैसा धरि मण्डलीले बेहोर दिनुभयो। हालेलुया। मेरो दाजुहरू, मेरो बाउको नजरमा, मेरो आमाको नजरमा मेरो 3 वटा दाजुहरू भन्दा म कान्छा छोराले मैले घर डल्लै घर बनाउन सकेँ। हालेलुया। यो वचनको गवाई, भजन सङ्ग्रह 34 को गवाई चाहिँ पास्टर बाउले यहाँ राख्नु हुँदैछ भने म तलबाट उठेर भन्छु। गवाई यहाँ बसिराख्नु छ। पास्टर बाउले भनिदिनुहोस् न, परमेश्वरको खोजी गर्नेलाई कुनै कुराको उत्तम कुरा खाँचो पर्दैन भनिदिनुहोस् न। परमेश्वरको खोजी गर्नेलाई कुनै उत्तम कुराको अभाव हुँदैन। हो है, यो कुरा चाहिँ पक्का है। मलाई भएको छ यो वचन चाहिँ, मलाई पुरा भएको छ भनेर म गवाई हुन्छु। हालेलुया। यसकारण पास्टर बाउले वचन प्रचार गर्ने हरेक वचनलाई अजमाएर तपाईँ घरमा गएर आफ्नो जीवनलाई तपाईँले त्यता हिँडाउने कोसिस गर्नुहोस्। यो के अरे चोलुखुम्बु 5 दूत कुण्डा के अरे सल्लेरीको मण्डली गवाईको मण्डली हुनेछ। हालेलुया। पवित्र आत्मा आउनु भएपछि अन्य भाषा मात्र होइन, पवित्र आत्मा आउनु भएपछि के वरदान मात्र होइन, यहाँनिर गवाईले भरिनुपर्छ। हालेलुया। प्रभुले हामी सबैलाई आशिष दिउन्। यहाँहरूको 10 मिनट समय मैले ज्यादा लिएकोमा यहाँप्रति म क्षमा प्रार्थी छु। रहेको समय म आदरणीय सञ्चालक महोदय, आदरणीय एल्डर बाउलाई दिन चाहन्छु।